ल है साथीहरू, स्वागत छ फेरि यो नयाँ भिडियोमा। आज म धेरै दिनपछि एउटा भिडियो ल्याएर आएँ। ठ्याक्क यो हाइवेमा छौँ। हाइवेको दायाँ र बायाँपट्टि जालीले चाहिँ बन्द गरेछ, किनकि अब हाइवेमा चाहिँ डाइरेक्ट चाहिँ जनावरहरू मान्छेहरू प्रवेश गर्नलाई बन्देज गरेको हो, बार लगाएको छ दायाँ र बायाँतिर। यो हाइवे चाहिँ ठ्याक्क नेपालमा फास्ट ट्र्याक बनिरहेछ, यस्तै टाइपको बनिरहेको हो। यहाँ चाहिँ यो 10 देखि 15 वर्ष भयो होला यो हाइवे बनेको। 10-15 वर्ष अगाडि बन्या रहेछ सर्बियामा। सर्बियाको बेलग्रेडबाट लगभग 300 किलोमिटर भन्दा माथि छ यो हाइवे चाहिँ। यो इएनपी भन्ने संस्थाले बनाएको। नेपालमा नागढुङ्गा सुरुङ मार्ग चाहिँ जापानले बनाइरहे नि जाइकाले, त्यस्तै टाइममा यो चाहिँ इएनपी भन्ने संस्था, युरोपियन नेबरहुड भन्ने यो संस्था रहेछ, त्यसले बनाउँदो रहेछ। बनाइसकेपछि यो हाइवेमा गाडी चले बापत प्रत्येक दिन चाहिँ कर तिर्नुपर्छ। दिन होस् या दिनको 2-3 चोटि नि जति पटक प्रवेश गर्यो बाहिर निस्क्यो त्यति पटक चाहिँ पैसा लाग्छ के, यहाँ कर तिर्नुपर्छ। टुल ट्याक्स चाहिँ ठाउँ ठाउँमा चाहिँ निर्माण गरेको छ यता। अब हामी ठ्याक्क यो हाइवेबाट बाहिर जान लाग्यौँ। अब ठ्याक्क अलि अगाडि गएर अब चाहिँ टुल ट्याक्स छ के, त्यहाँ चाहिँ कर तिर्नुपर्छ। ल हेर्दाखेरि पुरै टेन्टै टेन्ट छ, पोलियो हाउसहरू। यहाँ तरकारीको चाहिँ एकदमै राम्रो खेती हुँदो रहेछ। पुरै तरकारी खेती, टनेलहरू छ दायाँ बायाँ रोडको ठ्याक्क तल्लो साइडतिर। अब चाहिँ हामी टुल ट्याक्स भएको ठाउँमा पुग्यौँ। यो चाहिँ ठ्याक्क टुल ट्याक्स हो, यो बत्ती बलेको ठाउँनिर। यो गाडीमा चाहिँ ठ्याक्क ठुँ गऱ्यो, यो गाडीमा लगाएको हुन्छ सानो चिप टाइपको, त्यो चाहिँ डिजिटल माध्यमबाट कर तिर्न लगाइन्छ। डिजिटल माध्यम छ यहाँ, कम्पनीले नै त्यो सुविधा प्रत्येक गाडीमा दिएको छ र। अनि यसरी टुल ट्याक्स तिरेर हामी चाहिँ बाहिर निस्क्यौँ। गाडी हेरी हेरी हुन्छ टुल ट्याक्स। अब ठुलो गाडीको बढी हुन्छ, सानो गाडीको अलिक कम। बाहिर निस्केपछि यस्तो छ, साँघुरो बाटो, ठ्याक्क टुलाई 2टा गाडीलाई मात्र। हामी चाहिँ अब कम्पनीतिर लाग्यौँ। Di Gucci, tamo. Tamo. Ti voziš gore, Bastice. Peski. Hoće voziš? Ne, ovo. मसँग आएको, यसको घर चाहिँ यहीँबाट भित्र जाने, त्यही भएर मैले मजाक गरेको योसँग। तेरो घर यतै हो, हिँडेर जान्छस् कि अब भनेको, त्यतिकै भनेको होइन। यो गाडी छ भन्छ। हामी चाहिँ कम्पनीमा गइरहेछौँ। यहाँ पनि छ पुरै तरकारी खेती के, दायाँ बायाँतिर पुरै यहाँ चाहिँ तरकारी खेती नै छ पुरै। टनेलहरू छन् ठाउँ ठाउँमा। कृषिमा चाहिँ एकदमै युरोपतिर चाहिँ धेरै देशहरूमा कृषितिर जोड दिएको हुन्छ, कृषिमै बढी काम पनि पाइन्छ धेरै जसो देशमा कृषिमै। त्यही भएर यहाँ पनि कृषि कार्य नै बढी छ खेतहरूमा। फलफुल खेती, तरकारी खेती। आज चाहिँ यस्तो छ यहाँको सिन। माथि अलिअलि बादल, जता हेऱ्यो त्यतै हो, टनेलै टनेल छ कि यो एरियामा। पुरै टनेलहरू भएको, तरकारी खेती भएको। हामीहरू
भन्नेतिर लाग्दैछौँ अब।